सर हजुरको नाम म एकिन्द्र तिमिल सेना। अनि हजुर अस्ट्रेलिया आउनुभएको चाहिँ कति भयो? म 2013मा आएको हो, अहिले 11 वर्ष। ओके 11-12 वर्ष भइसक्यो। अनि यो अवधिमा चाहिँ तपाईँलाई नेपालको सबैभन्दा बढी मिस हुने कुरा चाहिँ के हो? मैले चाहिँ मिस गरेको भने चाहिँ आफ्नो समुदाय कम्युनिटी, खास गरी अब आमा बुवा। अब बुवा त बितिसक्नुभयो, आमा चाहिँ हुनुहुन्छ। अब आफन्तहरू भनौँ न, अब खास गरी अझै चाडपर्वहरू जुन हुन्छ त्यतिखेर चाहिँ धेरै मिस गरिदिन्छु। अनि कहिले फर्कने त नेपाल अब? अब त्यो चाहिँ नि एकदमै गाह्रो प्रश्न हो। खासमा चाहिँ अब फर्किने चाहिँ टुङ्गो चाहिँ छैन मेरो। भन्दाखेरि म अब अहिले प्रदेशमै बसेर नेपालमा केही गर्नुपर्छ भन्ने अभियानमा छु। खास गरी अब नेपाल कहिले फर्किन्छ त्यो समय आउनुपर्छ जस्तो लाग्छ। ओके जस नेपाललाई चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ कन्ट्रिब्युट गर्ने अभियानमा चाहिँ हुनुहुन्छ? हजुर एकदमै, त्यो त मन जहिले पनि नेपाली नै छ। अब नेपालभित्र बसेर जुन काम गरे, अब नेपाल बाहिर बसेर जुन काम गरिरहेको छौँ त्यो अब नेपालमा कसरी चाहिँ नि अब योगदान गर्न सकिन्छ भन्ने विषयमै। ओके थ्याङ्क यू सर।